नेपालको राजनीतिलाई हेर्दा कहिलेकाहीँ एउटा नसुल्झिने पजल जस्तो लाग्छ हैन त। दशकौं बित्यो, कति व्यवस्था फेरिए, सरकारहरू आए गए, तर सत्ताको केन्द्रमा बसेका केही आर्थिक खेलाडीहरू उनीहरू कहिल्यै फेरिएनन्। उल्टै हरेक राजनीतिक परिवर्तनपछि झन्झन शक्तिशाली हुँदै गए। आखिर कसरी? आज हामी यही राष्ट्रिय अपहरणको पर्दा पछाडि के खेल चलिरहेको छ त्यसलाई अलि गहिरिएर हेर्ने प्रयास गर्छौं। हो, यो प्रश्न एकदमै महत्त्वपूर्ण छ। यो केवल विश्लेषकहरूले सोध्ने प्रश्न मात्रै होइन, यो त हामी सबैले हरेक दिन भोगिरहेको यथार्थ हो। के हरेक पटक हुने आन्दोलन र परिवर्तनको नतिजा पहिले नै कतै लेखिएको हुन्छ? कि हामीले देख्ने यो सबै उथलपुथल एउटा सुनियोजित नाटक मात्रै त होइन? अब यो कुरा बुझ्नको लागि स्रोत रिपोर्टले एउटा शब्द प्रयोग गरेको छ, क्लेप्टोक्रेटिक इक्विलिब्रियम। सुन्दा अलि गाह्रो जस्तो लाग्ला, तर यसको अर्थ एकदमै सिधा छ। हाम्रो देशमा जुन राजनीतिक अराजकता र अस्थिरता देखिन्छ नि, त्यो कुनै संयोग होइन रे, बरु यो त जानाजानी बनाइएको एउटा यस्तो धुवा जस्तो वातावरण हो जहाँ ठूला बडाहरूले सजिलैसँग राज्यको सम्पत्ति लुट्न सकुन्। भनौँ न, जति धेरै अस्तव्यस्त भयो उति नै उनीहरूलाई कानुन बनाएर देश लुट्न सजिलो हुन्छ। त्यसो भए यो लोकतन्त्रलाई नै अपहरण गर्ने डिजाइन वा आर्किटेक्चर चाहिँ कसरी बनाइन्छ त? स्रोत सामग्रीले त यसको पुरै ब्लुप्रिन्ट नै बाहिर ल्याइदिएको छ। एउटा यस्तो रणनीति जुन पटक पटक हरेक व्यवस्थामा सफलतापूर्वक प्रयोग हुँदै आएको छ। स्रोतले यसका लागि एउटा निकै डरलाग्दो शब्द प्रयोग गरेको छ, वित्तीय आतंकवाद। यसको मतलब के हो भने जनताको आशा, विश्वास र बलिदानबाट जन्मेको कुनै पनि आन्दोलनलाई भित्रभित्रै खोक्रो पार्ने अनि त्यसैलाई आफ्नो निजी स्वार्थ पूरा गर्ने हतियार बनाउने। यो पुरै रणनीतिको तीनवटा मुख्य खम्बा छन्। पहिलो, देशको वित्तीय प्रणालीमा कब्जा जमाउने। दोस्रो, सूचनाको स्रोत मतलब मिडियालाई आफ्नो नियन्त्रणमा लिने। र तेस्रो, अन्तमा गएर राजनीतिक प्रक्रियालाई नै आफ्नो मुठीमा पार्ने। यी तीनवटै कुराहरू एक आपसमा जोडिएर काम गर्छ। ल, अब अलिकति इतिहासतिर फर्किएर हेरौँ। यो कुनै आजको दिनमा सुरु भएको घटना होइन। यो त एउटा यस्तो ढाँचा हो जुन वर्षौंदेखि दोहोरिएको छ। इतिहासका पाना पल्टाउँदा यो अपहरणको ढाँचा छर्लङ्गै देखिन्छ। जस्तै 2046 सालमा प्रजातन्त्र आयो, तर त्यही नारासँगै राष्ट्रिय उद्योगहरूलाई निजीकरणको नाममा कौडीको भावमा बेचियो। 2062-63 मा गणतन्त्र आयो, तर त्यसको काँधमा चढेर नयाँ खालका क्रोनीहरूको जन्म भयो। अनि 2072 मा संविधान बनेपछि त लुटले कानुनी मान्यता नै पायो, जसलाई पोलिसी करप्सन भनिन्छ। हरेक पटक जनताले लडेर ल्याएको परिवर्तन सीमित वर्गका लागि कमाउने अवसर मात्रै बन्यो। अहिलेसम्म हामीले कसरी भन्ने कुरा गर्यौं, अब कसले भन्ने प्रश्नतिर जाउँ। यो अमूर्त प्रणालीलाई अलि ठोस रूप दिन रिपोर्टमा नामै किटेर उल्लेख गरिएका केही घोटाला र पात्रहरूलाई हेरौँ। ल, हेर्नुस् त, यो अङ्क 21 अरब रुपैयाँ। सोच्नुस् त, यो कति ठूलो रकम हो। र यो कुनै घाटाको हिसाब किताब होइन। यो त राज्यको ढुकुटीमा आउनुपर्ने पैसा हो जुन केही ठूला व्यापारिक घरानालाई उपहार भनेर बाँडियो। गजबको कुरा त के छ भने कर छली छानबिन गर्न भनेर बनाएको आयोगलाई नै हतियार बनाएर मज्जाले नाफा कमाइरहेका कम्पनीहरूको कर नै माफ गरिदियो। यसलाई कानुनी लुट नभनेर के भन्ने त? यो त झन् दिनदहाडे भएको लुट जस्तै हो। याद गरौँ त, जुन बेला हामी घण्टौंको लोड सेडिङमा मैनबत्ती बालेर बसिरहेका थियौं, त्यही बेला केही छानिएका उद्योगहरूले चाहिँ 24 घण्टा बिजुली पाइरहेका थिए। अनि जब पैसा तिर्ने बेला आयो, उनीहरूले 20 अर्ब भन्दा बढी तिर्नुको सट्टा उल्टै विद्युत प्राधिकरणलाई नै बन्धक बनाए। प्रश्न उठ्छ, यो लुटलाई पहरा दिने को हो त? रिपोर्टको एउटा लाइन एकदमै सान्दर्भिक छ, पहरेदार कुकुरलाई ब्वासाहरूले नै पालेका छन्। मतलब जब मिडिया मालिकहरू आफै ठूला घोटालामा संलग्न हुन्छन्, तब समाचार बन्दैन, बरु त्यसलाई ढाकचुक गरिन्छ। गोर्खा मिडिया त यसको सबैभन्दा ठूलो उदाहरण भयो, जहाँ सहकारी ठगेको पैसाले मिडिया चलाइयो र त्यही मिडियालाई आफ्नो अपराध लुकाउने ढाल बनाइयो। स्रोतले त चौधरी, भाटभटेनी, ओम्नी यति जस्ता ठूला व्यापारिक घरानाहरूको नामै लिएर उनीहरू कसरी विभिन्न काण्डमा जोडिएका छन् भनेर देखाउँछ। चाहे त्यो जग्गा कब्जाको कुरा होस्, करछलीको होस् वा सङ्कटको बेलामा गरिएको व्यापार होस्, घुमीफिरी उही पात्रहरू देखा पर्छन्। यिनैले यो कब्जाको प्रणालीलाई बलियो बनाइरहेका छन्। ल, अब कथालाई वर्तमान समयमा ल्याउँ। हालसालैको जेनजी पुस्ताले नेतृत्व गरेको आन्दोलनमा ध्यान केन्द्रित गरौँ। अहिलेको अवस्था एउटा निकै महत्त्वपूर्ण मोडमा उभिएको छ। एउटा नयाँ पुस्ता सडकमा आयो, सरकार ढल्यो। तर के यो पटक साँच्चै केही फरक होला? के यो नयाँ आन्दोलनले त्यो दशकौंदेखिको चक्र तोड्न सक्ला? यो नै आजको सबैभन्दा ठूलो प्रश्न हो। तर रिपोर्टले एउटा चेतावनी दिएको छ, यो नयाँ र जुझारु देखिएको आन्दोलन पनि त्यही पुरानो अपहरणको खेलको शिकार बन्न सक्छ। कसरी? किनभने यसको पछाडि कस्तो पैसा छ त्यो पारदर्शी छैन। जनताको वास्तविक आक्रोशलाई केही पपुलिस्ट व्यक्तिहरूले आफ्नो स्वार्थको लागि प्रयोग गरिरहेका छन् र यो अस्थिरताको फाइदा उठाएर पर्दा पछाडिबाट अरू कसैले आफ्नो खेल खेलिरहेको हुन सक्छ। अन्तमा स्रोत सामग्रीको यो एउटा निचोडले सबै कुरा छर्लङ्ग पार्छ। शत्रु केवल राजनीतिज्ञ होइनन्, यो त बोर्डरुममा बसेर चेकमा हस्ताक्षर गर्ने अदृश्य हात हो। असली खेलाडी नेता होइनन्, नेतालाई नचाउने ती शक्ति हुन् जसले पैसाको बलमा देशको नीति नै किन्छ। त्यसैले अन्तिममा एउटा गम्भीर प्रश्नमा आएर हामी रोकिन्छौँ। जब कुनै आन्दोलनलाई सङ्गठित गर्न चाहिने स्रोत नै त्यही कब्जा भएको प्रणालीबाट आउन सक्छ भने एउटा वास्तविक आन्दोलनले यो दुष्चक्रलाई कसरी तोड्न सक्ला? सायद यो प्रश्नको जवाफ नभेटेसम्म हरेक परिवर्तन फेरि एकपटक अपहरण हुने खतरा रहिरहन्छ।